परीक्षा दिँदा एकदमै ध्यान दिनुपर्ने कुराहरू। यदि तपाईँहरू एलकेजीको इक्जाम दिन जाँदै हुनुहुन्छ भने यी कुराहरूमा एकदमै ध्यान दिनु होला है। सबभन्दा पहिला आफ्नो नाम कण्ठ गर्न पर्यो। यदि तपाईँहरूलाई आफ्नो नाम थाहा छैन भने बिहान इक्जाम दिने बेलामा आफ्नो बुवा अथवा आमालाई आफ्नो नाम सोधेर ठ्याक्क आफ्नो नाम गएर सुरुमै लेखिहाल्ने, किनकि त्यो बिर्सिन नै सकिन्छ अथवा अरूको नाम कपी गर्न सकिन्छ। त्यही भएर सुरुमा आफ्नो नाम थाहा हुनु पर्यो इक्जाम दिन। र अर्को इम्पोर्टेन्ट कुरा, पास हुन छ भने तपाईँलाईहरूले टन्न पास्ट क्वेसन प्र्याक्टिस गर्नुपर्ने हुन्छ। एलकेजी क्लासको पोहोरको परारको त्यो बुक पाइन्छ नि, अस्मिता ओल्ड इज गोल्ड 10 सेट फर एलकेजी क्लास भन्ने, त्यहाँबाट हजुरले पास्ट क्वेसन प्र्याक्टिस गर्नुपर्छ। र यदि मानौँ तपाईँको इङ्ग्लिसको इक्जाम आयो भने तपाईँले फर्स्ट लेटर सधैँ क्यापिटलै लेख्नुपर्छ। यो एकदमै याद राख्नु, किनकि फर्स्ट लेटर क्यापिटल लेख्ने। ल सेन्टेन्सको एन्डमा फुल स्टप दिन बिर्सिन भने धेरै मान्छेले के हुन्छन्, क्वेसन ट्याग दिन्छन्। जस्तै हिज अ डक्टर आयो भने इजन टी लेख्दै आइदिन्छन्। त्यसरी क्वेसन ट्याग लेख्न भएन, लास्टमा फुल स्टप लेख्ने सेन्टेन्स भएपछि। र जस्तै बी फर आयो भने, यदि बी फर आयो भने यसरी आयो, बी फर भनेको के भनेर सोधेको। धेरैजनाले के गर्नुहुन्छ भन्दा बोम्बर्डिनो क्रोकोडिनो लेख्दै आउनुहुन्छ। त्यही भएर बी फर बोम्बर्डिनो क्रोकोडिनो होइन, बी फर बल लेख्न पर्यो, किनकि टिचरले पनि बुझ्नु पर्यो। टिचरले त युट्युब सर्ट्स हेर्नुहुन्न, त्यही भएर। र यस्तै गरी म्याथको क्वेसन छ। यदि म्याथको परीक्षा छ भने तपाईँले साइन्टिफिक क्यालकुलेटर लग्न भएन, आफ्नै दिमागले गर्ने हो। दिमागले जति छिटो त्यति गर्ने। त्यही भएर घर औँला गनी प्र्याक्टिस गर्ने। जस्तै 1 + 1 छ भने एउटा औँला भाँच्ने, अर्को औँला भाँच्ने, कतिवटा भाँचियो, दुईवटा औँला भाँचियो, त्यहाँबाट कति हुन्छ, 2 हुन्छ। यस्तै गरी प्र्याक्टिस गर्नुभयो भने टन्नै तपाईँ नर्सरी गएर एलकेजी क्लास मजाले पास गर्न सक्नुहुन्छ।